ओम शान्ति। आजको मुरली चिन्तन सुरु गरौँ होला। बाबाले आज वरदानमा भन्नुहुन्छ, मास्टर अलमाइटी अथोरिटीको स्टेजमा सेट रहँदा कमजोरीको शब्द पनि निस्किँदैन, सहज कर्म योगी भन्छौ। बाबाले सम्झाउनुहुन्छ, हामीले एउटा सिट सेट गर्नुपर्छ, त्यो हो मास्टर अलमाइटी अथोरिटीको सिट। जस्तै कम्प्युटर एक पटक सेट गरेपछि आफै काम गर्छ नि, त्यस्तै हामीले बिहान एक पटक सेट गरिदियो भनी म मास्टर अलमाइटी अथोरिटी हुँ, सर्वशक्तिवान बाबाको बच्चा हुँ अनि दिनभर कर्म स्वतः ठीक हुन्छ। सोच गलत आउँदैन, बोली कडवा निस्किँदैन। सेटिङ एक पटक अनि कमाइ चाहिने 24 घण्टा। त्यही भएर आफूलाई स्वमान दिनुपर्छ, म मास्टर अलमाइटी अथोरिटी हुँ। अनि आजको स्लोगनमा बाबाले भन्नुहुन्छ, मको सट्टा बाबा बाबा भन्नु यही यादको प्रमाण हो। उदाहरणमा छ, समस्या आउँदा हामी म गर्छु, मैले गर्यो भयो भनेर भन्छौँ, यसले मायालाई निमन्त्रण दिएको जस्तै हो। तर बाबा बाबा भन्यो भने माया भाग्छ, किनकि बाबा आउनुहुन्छ, जस्तै घरमा मालिक आएपछि चोर भाग्छ। अनि बाबाले आज धारणामा भन्नुभयो कि केवल ज्ञान सुनाउने होइन, अशरीरी भएर बाबालाई याद गर्ने मेहनत गर्नु छ। अशरीरी कसरी बनिने भन्दाखेरि अशरीरी बनिनुको लागि धेरै अभ्यास चाहिन्छ। सेकेन्डमा आत्मा बनेर परमात्मासँग जोड्नुको अभ्यास गर्नुपर्छ। बहुत कालको अभ्यासले अशरीरी हामीहरू बनिन्छौँ। त्यही भएर योगमा ध्यान दिनुपर्छ। त्यही भएर बाबाले हामीलाई भन्नुहुन्छ कि बाबालाई ज्ञानी तु आत्मा होइन, योगी तु आत्मा मनपर्छ। किनकि योगमा चाहिने आफूले पनि शक्ति पाइन्छ अनि यो शक्ति अरूलाई पनि बाँडिन्छ। त्यही भएर बाबालाई योगी तु आत्मा मनपर्छ। त्यही भएर यादमा मेहनत गर्नु छ, अशरीरी बन्नुको लागि मेहनत गर्नुपर्छ। 2 नम्बरमा भन्नुहुन्छ, देहसहित सबैबाट ममत्व मिटाएर पूर्ण सरेन्डर हुनु छ। बाबासँग उड्नुलाई देहको भान मिटाएर पूर्ण सरेन्डर हुनुपर्छ। यो देह मेरो होइन भन्ने अभ्यास गर्नुपर्छ। अनि बाबाले आज भन्नुहुन्छ, बाबाको बनेपछि तन मन धन सबै बाबालाई अर्पण गर्ने, मेरो भन्ने भावना मेटाउने, आत्मा सबैभन्दा तीव्र गति गर्ने शक्ति हो, तर मायाले पखेटै तोडिदिएको छ। योगले त्यो पखेटा फेरि जोडिन्छ। अनि बाबाले यो पनि भन्नुभएको छ कि धेरै बच्चा तुफानसँग डराउँछन्। बाबा भन्नुहुन्छ, यो त बक्सिङ हो, एकले 5 थप्पड हान्यो भने अर्काले 10 हान्छ। महावीर बनेर विजयी बन्नुपर्छ, मायाबाट डराउने होइन। बाबाको यादले मायालाई भगाउने हो। 84 चक्रको जन्म लिँदै हामीहरूको आत्मामा काम, क्रोध, लोभ, मोह, अहङ्कारको दाग धेरै परिसकेको छ। अहिले अन्तिम जन्ममा बाबाले आएर हामीलाई यो सबै दाग मिटाउनुको लागि बाबासँग याद गरेर मुरली सुनेर ज्ञान योगले यो दागलाई मिटाउनुको लागि बाबाले भन्नुभएको छ। त्यही प्रकारले अहिलेको अन्तिम समयमा ज्ञान योग छैन भने हामीहरूलाई मायाले हाम्रो पखेटालाई काटिदिन्छ। त्यही भएर बाबालाई हामीले याद गर्नुपर्छ। अनि बाबाले भन्नुहुन्छ, लक्ष्य ठुलो छ, प्रजा मात्रै होइन वारिस पनि बन्नुपर्छ। 16,108 को माला 108 को माला बन्नु सानो कुरा होइन। मेहनत यादमा छ। ज्ञानी तु आत्मा भन्दा योगी तु आत्मा बाबालाई प्रिय छ। आजको स्वमान अभ्यास, म मास्टर अलमाइटी अथोरिटी हुँ। ओम शान्ति।